सबै जेनजीको आफू प्रतिनिधि भएको कहीं न कहीं प्रचार गरिरहेका छन्। म के भन्न चाहन्छु भने जेनजी युवा भनेको एउटा उमेर समूह हो। त्यो कुनै विचार, कुनै संस्था, कुनै संगठन होइन। जेनजीहरू यत्र त्यत्र जतासुकै छन्। जेनजीहरू कसैले यो ठान्न हुँदैन कि जेनजी हाम्रै पेवा हो भन्ने ठानेको छ भने त्यो भ्रम हटाइदिए हुन्छ। जेनजी एउटा उमेर समूह हो, त्यो भ्रम कसैले नपाले हुन्छ। म अहिले धेरै नमिठो र तितो भाषा प्रयोग गर्न चाहेको छैन। हामी हौं प्रतिनिधि भनेर कसैले स्टन्ट नदिए हुन्छ। को सक्कली प्रतिनिधि हो भन्ने कुरा उसको विचार र राजनीतिक एजेन्डामा भर पर्छ। र नेपाली कम्युनिस्ट पार्टी मात्रै जसले भ्रष्टाचारका विरुद्ध अभियान चलायो, जसले सुशासनका पक्षमा लडाईँ लड्यो, जसले यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारको निम्ति कुर्बानी गर्यो, त्यो नै जेनजी पुस्ताको सही अभिभावक र सही प्रतिनिधि हो। कसैले स्टन्टबाजी नगरे हुन्छ। तपाईहरुको इतिहास के हो हामीलाई थाहा छ राम्रोसँग। तपाईहरुले यो राष्ट्र बचाउनको लागि के कति गर्नुभयो विगतमा हामीलाई थाहा छ। तपाईहरुले दाग नलगाए हुन्छ दुनियाँको अगाडि। तपाईहरुले कसैलाई स्टन्टबाजीकै भरमा हामी चुनाव जित्छौं भन्ने भ्रम नपाले हुन्छ। आखिरमा सही को हो, गलत को हो, त्यो उमेर समूहले निदो गर्ने कुरा होइन। त्यो युवाहरूले पनि विचार सही ल्याउन सक्छन्, प्रौढहरूले पनि ल्याउन सक्छन्, वृद्धहरूले ल्याउन सक्छन्। त्यहाँ सही को हो, गलत को हो भन्ने कुराको फैसला उसले अगाडि सार्ने विचार र राजनीतिक एजेन्डामा निर्भर गर्दछ, उमेरमा होइन।